डे 2 अनि हामी चाहिँ अहिले भर्खरै होटलमा सुमुखसुक धोएर सबै कुरा गरेर रेडी भइसक्यौँ अब खाजा खाएर निस्किने हो मोइस्चराइजर रेडी भएन एकछिन सनस्क्रिन लगाएर हिँड्नुपर्छ खाजा खाएर हाम्रो रुम चाहिँ यस्तै थियो एकजना 2 3 4 जना गरेर म चाहिँ त्यहाँ अनि बुझ्नु यहाँ सुलभ र प्रिन्स सुत्यो यहाँ होटल चाहिँ हाम्रो मजाको राम्रो थियो खाना पनि मिठो भयो है होटलको नाम चाहिँ यहाँ हाम्रो होटल रिदम रेस्टुरेन्ट है फरेस्ट क्याम्पमा हामी चाहिँ आरामसँग हिँडौँ भनेर फरेस्ट क्याम्प ब्राउज गर्दै हिँडेको हेलिकप्टर आइरहेको छ यहाँसम्म फरेस्ट क्याम्पसम्म चाहिँ हेलिकप्टर ल्यान्ड गर्छ है यहाँ 2 जना केटाहरू तातो पनि खाइरहेको छन् यो चाहिँ हाम्रो डाइनिङ एरिया यहाँपट्टि तातो पनि हुन्छ है अन्त यस्तो छ होटल चाहिँ राम्रो छ अब हामीहरू चाहिँ यसो 5 मिनट जतिमा खाजा खाएर बिस्कुट पनि लिएर आएको थियौँ हामीले आफैले अब यहाँपट्टि अन्डा अनि चना के हुन्छ खाजा खाएर अनि हिँड्नुपर्छ राति टोपी लगाएर सुतेको भएर कपाल यस्तो भएको छ सक्दैन उसको पनि भ्लग बनाउनु पर्ने थियो केटोले बनाएकै छैन ठिकै छ ढोका यति हिँड्ने भनेको त इजी हो क्या इजी यस्तो हातले हिँडिँदै आएसम्म के इजी हो हुन्छ नि एउटा भन्यो भने अहिले खाजा देखाउँछु म कस्तो हुन्छ 1 मिलियन सब्स्क्राइबर खाजा आइसक्यो हेर्दा त मिठो खाएको गाइस कस्तो हुन्छ खाँदै माथि सो गाइस हामी चाहिँ भर्खर होटलबाट निस्क्यौँ माथि हामी चाहिँ भर्खर होटलबाट निस्क्यौँ होटल यो हाम्रो अब केटाहरू लाग्ने माथि हाई क्याम्पतिर हाम्रो 7 आवर्सको त्योभन्दा अगाडि 3 आवर्समा हामी बालुलाडा गएर खाना खाने हाम्रो सबै प्याकेजहरू पुरा भइसक्यो त्योबाट अब गएर चाहिँ आफ्नो स्टाइलले बस्ने हो आरामसँग बाटोमा चाहिँ स्पिकरहरू केही बजाउनु पाउन्न भन्नुभएको छ सो स्पिकर हाम्रो बन्दैछ त्यति साह्रो उकालो पनि छैन भन्नुभएको के अरे त्यस्तो बाटो अरे त्यही लोकानबाट बालुलाडामा हल्का उकालो छ त्यसपछि फेरि त्यस्तो बाटो अरे सो हामी साह्रो गाह्रो पनि नहोला कि अब हिँड्ने केटाहरू सबै अलरेडी हल्का माथि गएर देखाउँछु सो गाइस हाम्रो 5 मिनट हिँडेर यहाँ प्यान्ट खुलिसकेको छ सबैको पसलको मान्छेहरू अगाडि हिँड्नु है हामी कट्टु खोला रोकेको नि भन्छ यार खोलिदिनु पऱ्यो नि त अब हाफ प्यान्टबाट कसरी कट्टुमा आयो यस्तो सस्पेन्स हुन्छ त अनि फेरि यार भनिदिनु त पऱ्यो नि कन्टेन्ट भयो चाहिँ के कन्टेन्ट भयो भनेको नि होइन है ओके हल्का माथि गएर फेरि देखाउनुपर्छ फेरि प्यान्ट लगाएर फेरि देखाउँछु म चिज सो गाइस हामी चाहिँ हल्का भिभी देख्ने ठाउँमा चाहिँ पुग्यौँ तर बादल छेकिरहेको छ रेस्ट क्याम्पमा पुग्यौँ हामी पुरै बादल छेकिरहेको छ यस्तो केटाहरू यहाँ छौँ सबै खोइ हाम्रो लाटो त्यहाँ पुगेछ मान्छेहरू धेरै छन् यहाँ मोस्टली चाहिँ फरेनर्सहरू छन् रेस्ट क्याम्पमा अब यहाँपट्टि धेरै मसिन्न 5 मिनटमा हिँडिहाल्ने हल्का थाकियो खोइ चाहिँ मैले माथि गएर एउटा रिसोर्ट हान्नु पऱ्यो खाली यार हाम्रो त्यति रमाइलो भन्नुपर्छ गाइस यार बाटो नि छैन हामी चाहिँ छोडेर हिँडिसकेको छौँ बाटो चाहिँ दामी जङ्गलको बिचमा घाम चाहिँ मजाले लागिरहेको तर रुखहरूले गर्दा छायामा हिँड्न पाइरहेको छौँ राम्रो छ सबैजना हाल्न मानि गरी हिँड्नुपर्छ ढुक्क पुगिन्छ जो भए पनि आरामसँग हिँड्न टुक्क पेस मिलाएर अर्को लगाएर मिलाएर भाग्न छिटो हिँड्न पर्दैन ढुक्क पारेर हिँड्ने त्यसरी पुगिन्छ
सो गाइस हामी चाहिँ डेन्जर ठाडो उकालो चढेर यस्तो गाउनु पुग्यौँ यहाँबाट चौको तेर्सो बाटो अनि पछाडि पुरै टुरिस्टको ग्याङ छ 10 12 टा पोजानी राखेर जम 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 जमिना हिँडिराख के अन्तरे के कोले रे बोल्दै बुझ्यो अक्षय कुमार यो गर नि यो मात्र यो हाम्रो पोज यस पछाडि पुरै टुरिस्टहरू गाइडहरूसँग हामी चाहिँ अब अगाडि बढ्ने सिधा बाटो एकछिन रेस्ट लिन्छौँ ल हामीले 5 मिनट अगाडि छोडेर आएको केटाहरू त थाकेर रेस्ट लिँदा हिँड्दा यस्तो भयो अब ठिक छ माथि गएर खान्छ खानुपर्छ पानी खानुपर्छ हिँड्ने बोल्दै सो गाइस हामी चाहिँ अहिले पहाडों के ऊपर जंगल के पास आइसक्यौँ केटाहरू हिँडिरहेको छन् मजाले अन्त टुरिस्टहरू चाहिँ पछाडिमा छन् कहाँतिर कुदिरहेको छन् होला यता हिँड्न गाह्रो भएर हामीलाई त्यस्तो हालत हिँड्नु परेको छ हिँड्छ 1.5 घन्टा हिँड्यो अब नेक्स्ट 1.5 घन्टामा चाहिँ खाना खाने ठाउँ बालडाँडा पुगिन्छ कि आशा छ त्यसपछि बालडा पुग्नु पऱ्यो खानसान खानु पऱ्यो अनि एकछिन बसेर फोटो खिचेर माथितिर चल्ने बाटो त ठाडै हो ठाडो उकालो तेर्सो बाटो छ ढुक्क पारेर हिँड्ने ठाडोमा हल्का एक्जस्ट भइन्छ तेर्सो बाटोमा एनर्जी दिँदै हिँड्ने त्यति आत्तिनु पर्दैन चिलमा माथि गएर जान्छु गाइस हामी चाहिँ अझै हल्का फुल्का हिँडेर सिडी चढेर माथि आइपुग्यौँ त्यो पछि हिँडिरहेको छ अगाडि टुक्रा हिँडिरहेको छौँ तर थाहा परेछ लाली गुराँसको मजाको रातो रहेछ राम्रो चाहिँ नदेखिएको यस्तो बाटो आइपुग्यो हिँडेर सिडी चढेर भर्खरै यस्तो बाटो आइपुग्यो केटाहरूसँग लाली गुराँसको मेजर साइटिङ देखेर यसो खिचेको खिच्ने चाहिँ फर्किने बेलामा खिच्नु पर्ला गाइज कता कता हुन्छ लाली गुराँस सिधै हिँड्ने फर्किने बेलामा चाहिँ अहिलेको लागि चाहिँ लुखी लुखी हिँड्नुपर्ने हाम्रो रेनकोटहरू सबैले आफू राखेको छन् सो गाइज हामी चाहिँ यसो भिडियो बनाउनु रोकेको थियौँ हिँडेको हाम्रो चाहिँ टुरिस्टहरू चाहिँ आधा चाहिँ अगाडि हिँडिरहेको छन् ठिकै हिँडिरहेको छन् हामी चाहिँ केटा पछाडिपट्टि सबै लुखी लुखी हिँडिरहेको छन् मजाले एउटा भिडियो पनि बनाइयो इन्स्टाग्रामको लागि अब चाहिँ चलिहाल्ने बाटो चाहिँ साह्रो नराम्रो नि होइन एकदम राम्रो नि भन्नु पर्दैन टुक्रो टुक्रो हिँड्ने गाइज एउटा ढुक्क सो हामी चाहिँ यताबाट माथिबाट आइसकेको छौँ लोगाममा टुरिस्टहरू मजाको छन् अघि एउटा टुरिस्टहरू जरो बोल्न आएर भबाल बोलिदियो बङ्गलादेश गएको छन् बट हाम्रो एउटा साथी चाहिँ गायब भयो यार कहाँ गयो कसम यार कल हाल्नु खान्छ यार है काहीँ चाहिँ कल हाल्नु अघि टिपेर आएको थियो तिमीले कहाँ मेरोमा छ त पुरै कल हानेर त हेरौँ न कल हानेर चाहिँ कुरो हान्दैन कलै लाग्दैन यार आँखा तर कसले गएन कहाँ त मासला छैन जाने देउड हो ए छ क्या हो यार रुक त ए यताबाट छ यार बाटो यार रुक हेर्छु यार यो एउटा हाम्रो साथी गायब भयो कि एउटा यताबाट हो लो क्याम्प हाई क्याम्प उता हो लो क्याम्प यताबाट हाई क्याम्प बादल लाडा माथि हो बादल माथि हो अनि ए लो क्याम्प भनेर यो उस चाहिँ उस मात्रै हो यहाँपट्टि लो क्याम्पको एरिया मात्रै हो छिन्दा माथि नै हो रे क्या बाटो हाम्रो बाटो चाहिँ कहाँ गयो बरु माथि गयो कि कहाँ गयो हौ त हेरौँ ठाडै माथि भएको हुने क्या बाटो
लाटो गायब भयो लाटोको सिलिन्डर रहेछ छनालाई लाटो गायब भयो कि मेन त यार दाइ दाइ यताबाट माथि कताबाट एउटा कुरा त्यहाँबाट चढ्यो नि हुन्छ त मैले त्यहाँ त छैन कि फेरि लाटो कहाँ गयो त होइन हाम्रो एउटा साथी गायब भयो कि दाइ यहाँपट्टि होइन कहाँ हिँड्ने दाइ हिँड्ने मान्छे हो कहाँ पुग्यो सँगै थियो त म्या कस्तो गायब हुन्छ र म त बोल्नु थालेपछि गायब भइदियो हजुर होइन होइन पोखराकै एउटा लुरो थियो हरियो ज्याकेट लगाइरहेको माथि गएको एकजना भन्नु हो के अरे माथि गएको एकजना त भन्नु होला माथि गएको एकजना भन्नु हो के अरे कहाँ गयो त हामीसँग आएको त्यो एउटा केटोलाई माथिको देख्नु भएको थियो लुरो हरियो ज्याकेट कहाँ पुग्यो होइन तल त छैन होला कि हिँडी भयो होला हामीसँग पनि पुगेन भनेपछि माथि त गयो होला केटो हजुर भेट्न त पर्ने तर त्यसको म कल लाउँथ्यो दाइ हजुरको एनटिसी हो र चल्दै छैन है फेरि यहाँ चल्दै छैन कतै लाग्नु चाहिँ गाइज यार हाम्रो मान्छे भेटिएन माथिपट्टि हल्का आइदिएको थियौँ भेट्छौँ कि भनेर माथिपट्टि आएको जस्तो पनि छैन आधा बाटोसम्म देखेन हामीले माथिसम्म सिडी थाडेर देखिनु पर्ने हो देखिएन कुरेको हुनुपर्ने केटो मेरो विचारमा चाहिँ फोटो खिच्न रोकिएको थियो होला तर पनि हामी त्यत्रो बेर कुर्दाखेरि देखेनौँ फेरि हामीलाई त्यहाँ पहिला आएको त्यहाँ यहीँको मान्छेहरूले चाहिँ लोकल मान्छेले चाहिँ फेरि पहिला पनि जङ्गलमा मान्छे हराएको हो भनेर तर्साइदिन थाल्यो म फेरि अब केटाहरूलाई दुईजनालाई त्यही माथि छोडेर आफ्नो ब्याग छोडेर तल जाँदैछु त्यसलाई खोज्दा तल रहेछ भने माथिसम्म हामी भनेर आउनु पऱ्यो नभए चाहिँ यस्तो हेर्नु पऱ्यो कस्तो छ के छ अब भेटेन भने चाहिँ 5-10 मिनट फेरि माथि आउनु पर्दामा कस्तो हुन्छ मान्छेहरू त आइरहनु मसँग बोलेको मान्छेहरू सबै आइरहनु लाटो भेटेन हामीले कहाँ गएर चाहिँ केटा यार थैत यदि भेट्ने बित्तिकै देखाउँछ हे जाऊ फेरि म स्योर थिएँ कि फोटो खिच्नु रोकेको रहेछ केटा माथिबाट आएर पोज हामीले बसिरहेको छु खाने म दुईचोटि माथि तल गएँ नि सादा म फेरि तलपट्टि बसेर त्यतापट्टि हामीलाई हेर्दै क्या भनेर फेरि तल गएर फेरि माथि आएको नि कसले भन्यो थियो कि यो फ्रेन्ड्स भन्दै भन्थ्यो त थत एकदम डर हिँड्नु पऱ्यो यार थाहा कि चल्दिउँ ल ए हामीसँग चाँडै खएर बल्ल याद आयो हामी चाहिँ बिस्कुट खाँदै हिँड्दै गऱ्यौँ बाटो त भेटिएको क्या अब चाहिँ कोही पनि नछुट्टिने भनेर हिँडिरहेछौँ टुरिस्टहरू सबै समातेर हिँड्यो क्या रोकिन मैले राति जाने थियो कि ढुक्यो न राति बेला मैसँग सुताउँछ फेरि आज नि यस्तो जाने थियो मैले रोकेन जो पनि टुरिस्ट आउँछ नमस्ते नमस्ते भन्छ जान्छ बुझ्छ भन्नु याद रमाइलो हुन्छ यार गाह्रो गाइस अन्त छेउमा हेर केटा त बाटो छैन र लन्डन जाम केटा जाम यसको हामी चाहिँ अहिले भग माथि आएर बसिरहेछौँ एकछिन 2-4 मिनट बस्ने यहाँबाट बाल्दाएर कति पो होला र 1 घन्टा होला केटाहरू बसिरहेछन् प्रस्तुत चलिरह्यो बङ्गालीहरूको केटाहरू अब यहाँबाट माथि कति लाग्ला है लालदिघु जस्तो मजाको छ है यस
भ्यू चाहिँ अब पुरै सेतो हो के भन्छ हाम्रो बालडाँडामा पनि भ्यू देखिन्न होला जङ्गल यहाँबाट बसेर पिकनिक खान दामी हुन्थ्यो यार पोल्सन हामी चाहिँ यो ठाउँ कता पुग्यौँ त्यो चाहिँ बालडाँडा त्यो बालडाँडा त्यो वाला चाहिँ हाई क्याम्प होइन त्यो वाला हल्का लो क्याम्प उतापट्टि हाई क्याम्प त्यहाँभन्दा अझै उतापट्टिको त्यो चाहिँ भोलि बिहान पुग्नुपर्ने भ्यू पोइन्ट यहाँबाट कतातिर त्यो सबै छ खजान खाएको छ एउटाहरू हिँडे अब हामी पनि हिँड्ने त्यहाँपट्टि गएर खाना खानु पऱ्यो त्यहाँबाट माथि गएर यस्तो गएर त्यहाँपट्टि बस्ने अब सो गाइस हामी हाफ एन आवर नि हिँड्यौँ होला त्यहाँबाट हामी आफ्नो होटल उता मुनान ठ्याक्कै पछाडिको पुग्यौँ त्यहाँबाट माथि चढ्नुपर्छ थाकियो तर सिडी रहेछ ठाडो गाइस होटल मुनाल हाम्रो खाना खान्थ्यौँ यहाँपट्टि अब खानसाना खाएर आधी घन्टा 1 घन्टा दिएर हामी हिँड्यौँ ए लडौँला केटा लडौँला होटल मुनाल रेस्टुरेन्ट फिगर फेरि छ अब जानुपर्छ केटा त्यो होइन यति खाना हाम्रो खाना खानु छ आयो गाइस मजाले मिठा जानुपर्छ गाइस मुखसुख गएर ल माथितिर गएर बेलौँ ल सो गाइस हामी चाहिँ भोकै खानसाना खाएर यता भित्रबाट खाना खाएर एकछिन बाहिर निस्केर बसिरहेको छौँ 1:20 तिर भइरहेको छ होला 1:30 तिर हिँड्छौँ एकछिन आरामसँग बस्ने खानसाना गऱ्यौँ माथिबाट हल्का पानीको सर्टेज छ अरे बट हाम्रो होटलमा चाहिँ पाइनु पर्ने हो मजाले यो अलिक बस टिपेर त हिँडेको फेरि जुत्ता राखेन मैले यतापट्टि क्रस लगाएर हिँडेको छ टिकटहरू सब जुत्ता राखेँ चाहिँ क्रस लगाएर हिँडेको जङ्गलसँग मागेर त्यही हो अब खानासाना मजाको खाइयो हाम्रो त बाबाले खाना खाइयो मैले 3 थाल खाइदिएँ गाइस ए उसको 2 थाल उसको 2 थाल त्यसको 1 थाल मेरो 3 गाइस सबसे बढी खाएको मैले हिजो अस्तितिर नि सबै नभन्नु न यसले गाइस पेट मेरो सानो छ है स्पिकर बजेपछि हामीले अब यहाँबाट 2 घन्टा हुन्थ्यो राख्यौँ पुग्ला नि 2 घन्टामा त्यो नआइकन पुग्यो भने चाहिँ त्यसपछि आरामसँग बस्ने 1:30 बजीतिर हिँडेर 2 3 4 4:30 तर प्यान्ट लाउनु पर्छ केटाहरू यार चिसो जान्छ हावा आएर भन्छ माथि गएर अब हिँड्ने सिधै सो गाइस हामी चाहिँ खानासाना खाएर हिँड्यौँ त्यही थियो हाम्रो होटल मुनाल खाना खाएको होटल मुनाल अब चाहिँ हाई क्याम्पको लागि केटाहरू हिँड्यो जाडो हो प्यान्ट स्यान्ट लगाएर ज्याकेट लगाएर हिँड्ने खाएर 2 ज्याकेटहरूलाई यसो ट्राई गरौँ जाडो भयो भने लगाउँ भनेर हिँड्यौँ हामी चाहिँ ज्याकेट स्याकेट प्यान्ट स्यान्ट लगाएर टक्का अब हाई क्याम्पतिर चिज त्यहाँबाट होटल मुनाल केटाफुटी खिच्थ्यौँ अर्को हाम्रो त्यहाँ गरिरह माथिपट्टि त्योभन्दा अझै उता हाम्रो अर्को डाँडामा जब हामी चाहिँ हिँडिरहेको क्या केटाहरू फुटेस्थ मैले खिच्नु मन लाग्यो मैले हिजो पोस्ट हाल्नुलाई इसरी हाल्नुलाई फोटो नै पाएन खिच्नु पर्ला जस्तो थियो भने नमस्ते लाइक हेलो अनि म चाहिँ नमस्ते भएर आयो सेतो बादल यस्तो हुन्छ हाम्रो भ्यू सेतो बादल हुस्सु पुरै कस्तो नेपालको कुराहरू अहिले फर्कियो मान्छेहरू मजाले हामी चाहिँ यहाँबाट गएर त्यहाँपट्टि आउँछु त उठाउनुपर्छ होला फोटो सेसन भइरहेको छ प्रिन्स सो ह्यान्डसम है
हाफ एन आवर मात्रै त तर फोटो खिच्दै हिँडेर आउँ क्या अलिक टाइम लाग्ला हाम्रो चाहिँ यहाँ जतातिर राम्रो भ्यू पाइन्छ त्यतातिर फोटो सेसन चलिरहेको चाहिँ 2 घन्टा भन्ने भएको थियो क्या 1:30-2 भइरहेछ आरामसँग 3-3.5 घन्टा लाग्यो पनि 5-6 बजीतिर पुगे पनि मतलब भएन आरामसँग फोटो सोटो खिच्दै भिडियो सुट गर्दै हिँड्ने हो नभए सबजना आएर आरामसँग हिँड्नु होला केही टेन्सन छैन दुःख पारेर हिँड्ने हामी आएको यहाँबाट पनि होइन त्यो तलबाट त्यहाँबाट हो त्यत्रो हिँड्यो तर धेरै टाइम पनि लागेन कति लाग्यो 20 मिनट 15 मिनटभित्र आयो होला हिँडेर हिँड्ने त्यहाँ हाम्रो होटलबाट खाना खाएकोबाट 15 मिनट म्याक्सिमम् 20 मिनट लाग्यो होला हिँडेको चाहिँ अन्त हामी रोकियौँ धेरै त्यो भएर नि हो गाइस पानी हाल्नु पऱ्यो हाम्रो पोटोहरू उताबाट जानुभएको छ त्यहाँबाट चाहिँ पछि गाइस हामी चाहिँ हेर्नु न 1 घन्टा चाहिँ हिँड्यौँ होला 2 घन्टाको बाटो थियो कि माथि पुगेपछि अझै 1 घन्टा होला ठिक पुगेपछि 1 घन्टा हिँड्नुपर्ने खास कस्तो खायो हात हामी चाहिँ थाकिभयौँ थाक्नुलाई हल्का हल्का ठाडो चल्नु पऱ्यो चैतको सिजनमा चैतको टाइममा आएको हिउँ परेको छैन साह्रै चिसो पनि छैन तर माथि आएपछि हावाले चाहिँ डेन्जर चिसो हुन्छ गाइस हल्का न्यानो कुराहरू लिएर चाहिँ आउनुपर्छ है त्यही पनि हाम्रो साथी हाफ प्यान्टमा हिँडिरहेको जाडो भइरहेको छ यहाँ जाडो भयो नि त्यहाँ पुगेपछि त्यहाँबाट 1 घन्टा हुन्छ कि त्यहीँ हो खै यो नक्स्यो तर पनि हेरौँ हामी चाहिँ धेरै हिँडिसक्यौँ गाइस त्यहाँबाट अझै उतापट्टि त्यतिर होला कि खै मेबी कस्तो हुन्छ यस्तै हुन्छ चोरहरूको अनुहार सबजना चिसो भएर बुक्क बुक्कै भएर हिँड्छ माथि चाहिँ तल चाहिँ हाम्रो एउटा साथीको इनर र हाफ प्यान्ट अर्को चाहिँ हाफ प्यान्ट चलिरहेको चाहिँ हामी दुईजना चाहिँ फुल प्यान्ट लगाएर एक्जस्टिङ एराउन्ड 50-60% 100% हिँड्नु सक्ने टाइपको चाहिँ भएन बट स्टिल इज एक्जस्टिङ तर माथि गएर भ्यू चाहिँ दामी हुन्छ भन्ने होप छ क्या हेरौँ कस्तो हुन्छ हामी चाहिँ अत्यन्त ठाडो सिट चढेर यस्तो लाइनबाट आइपुग्यौँ त्यो बाटोमा अब टक्क झरेर फेरि चढ्नु पर्ने हुन्छ गाइस झरिने छैन काम नमस्ते सबसे जग्गा भन्नुमा झर्दै गर्नुपर्ने टक्क यस्तो 1300 बाटो भएर चढ्नु मात्र भयो त ठिकै हुन्थ्यो जति बाटो झऱ्यो त्यति बाटो चढ्नुपर्छ यार त्यही हो यहाँबाट यति झऱ्यो फेरि त्यति चढ्नुपर्छ त्यही मात्रै हो झ्याउ गाइस नत्र त थ्याउ त्यही वाइल्ड नलिगोस् फर्किने आउँ टिपेर जाने हो गाइस अब चाहिँ झोलामा एउटा चाहिँ यसो बाटोमा अघि नै हो लोक्याममा टिप्दिएको फर्किने चाहिँ हो रातो टिप्नुपर्छ लोक्याममा चाहिँ पिङ्क कलर टिपेको छ क्या हेर त केटाहरू केटी हेर्दै बसिरहेको त केटीको भिडियो हेर्दै बस्छ डेन्जर माथिपट्टि खायो यार थत ढुक्क 1 घन्टामा हिँडेर पुगिन्छ अब 1 घन्टामा गाइस 1 घन्टामा सबजना न्यानो भएर हिँडिरहेको भए चाहिँ केटाको हाफ प्यान्ट पनि हाफ प्यान्टको माथि पनि प्यान्ट आयो अझै बदल माथि गएर होटलमा पनि चिसो होला यसो उसभित्र भएको वारमा सरमा जाएर सुत्नुपर्ने हुन्छ गाइस राति जाने बित्तिकै खाना खाएर जाम बुस पर्दैन त्यसपछि भोलि बिहान कति बजी हुन्छ सनराइज कति बजी हुन्छ सबै कुरा हेरेर होटलमा सोधेर त्यो अनुसारले हिँड्ने 2, 3, 4 जति बजी हिँड्नुपर्छ ठिक्क पास पाइहरू धेरै छन् फर्किरहेको मान्छेहरू हामी चाहिँ बल्ल गइरहेको छौँ हामी चाहिँ माथिबाट आइपुग्यौँ धेरै नै माथि आइपुग्यौँ सबजना ऊ त्यो तलपट्टिको बाटो ठिकै त्योबाट तलपट्टिको बाटो हिँडिरहेको छन्
हामीलाई चाहिँ हाम्रो होटलमा आएर चाहिँ माथि माथि आइज भन्ने माथि माथि गइरहेछ टुक्क हिजोहरू अब यसो बसेर पेन्सन खाएर मजाले बेच्ने अनि माथि भएपछि त मेरो सासले ठाडै छ गाइस यार ढुक्क बेच्दै जाने तिम्रो सास फुल्यो भन न आज सासले गाह्रो भइरहेछ यार के गर्ने यार ढुक्क गाइस जानुपर्छ सासले चाहिँ छाड दुखिरहेको खै के गर्दो रहेछ हेल्थले गर्दा कि हो र पनि हिँड्नुपर्छ गाइस हिँड्ने हो ढुक्क बोल्न फेरि नभन्नु यार दबाई सबै खाने होइन अहिले दबाई चाहिँ माथि होटल गएर हेरौँ माथिबाट आइज भने टुक्क स्वाट उड्दिने अब गाइस डेन्जर टाढो उकालो चढेर हामी चाहिँ आफ्नो होटल आइपुग्यौँ है गाइस होटल हिमालयन नेस्ट है त्यहाँ थाकियो यही हो मर्दी हिमाल हाइक्याम्प होटल हिमालयन नेस्ट यही भयो तलपट्टि गएको होला हाम्रो हेट हेर्ने छ एक्सिलेन्ट भ्यू मर्दी पिक यो चाहिँ हाम्रो हिमालयन नेस्ट हेट गाइस हस्पिटालिटी एट इज बेस्ट यही हो त हाम्रो होटल गाइस हामी यसो मुखसुख फ्रेस भएर बिन्दास बस्ने चाहिँ हाम्रो अङ्कल होला रुम पनि देखाउनु त क्या सोच्नु तलबाट फेरि माथि आउनु पर्ने हो नि हिँडेर त्यही त कस्तो छ गाइस बेड ल दामी ब्ल्याङ्केटहरू पुग्यो नि भएन भने ज्याकेट लगाएर सुतिन्छ यस्तो एउटा पिछन त दामी छ त्यहाँ आजको त हिजोको पनि दामी थियो आजको पनि दामी छ गाइस होटल त आनन्दसँग ब्यागस्याग छोडेर ढुक्क बस्ने एकान्तमा बसी फेरि आफैलाई सोध्छु अङ्ग्ली सुन्न हुन्न बाहिर सुन्छ गाइस यहाँ चाहिँ रुमहरू छन् होइन के भन्दा चाहिँ हाम्रो डाइनिङ हल रहेछ डाइनिङ हल पनि राम्रो छ मजाको उसै टाइट छ यो टाइट मजाको साह्रो छ राम्रो अङ्कल अहिले मैले 2-4वटा उसहरू सोध्नु खाएँ यहाँपट्टि माथि जाने बेलामा कस्तो छ यहाँपट्टि चाहिँ हाम्रो बस्नु रहेछ हाम्रो भ्यू हाम्रो पिङ हाम्रो होटलको भ्यू राम्रो खानु त हिँड्नु गयो खाना चढ्न चाहिँ हल्का गाह्रो भयो होइन बट आई वुड से कि दिस होटल इज वर्थ इट बिकज बिहान उठेर भ्यू देखियो भने चाहिँ अरू होटल तल तल देखान् त्यो देखेर बट हाम्रो हेर्नु त हामी अघि अरू मान्छेहरू हिँडेको चाहिँ त्यो बाटो रहेछन् त्यहाँबाट यस्तरी गएर उता गएर उता त्यो चोकमा पुगेर त्यहाँबाट फेरि माथि आउनु पर्ने रहेछ सो हामी चाहिँ ठाडे अङ्कलले भनेर माथिपट्टि चढ्यौँ गाह्रो चाहिँ भयो बट ठिकै थियो झन् सजिलो भयो धेरै सजिलो भयो हामीलाई उता हो हजुर धेरै मान्छेहरू यहाँबाट भ्यू पनि राम्रो देखिएला बट हामी चाहिँ अब मर्निङमै जान्छौँ कि उता हाइक्याम्प साह्रो हाम्रो हिमालयन मोबाइल नम्बरहरू सबै यतै खकेर आउट सजेस्ट कि यतै आउनु होला प्राइजिङ चाहिँ अब माथि खकेर त्यही भएर त्यस्तै छ हाई नै छ प्राइजिङ चाहिँ बट स्टिल यसो कुरा गर्नु के अरे मिलाइदिनुहुन्छ होला हाम्रो फ्रेन्डली नै हुन्छ सो मिलाइदिनुहुन्छ होला कि अब चाहिँ एकछिन यतै बस्ने पिङ पिङ खेल्ने बस्नु भयो पनि रहेछ केटाहरूलाई एउटा 2टा 3टा 4 रहेछ ट्याक्कै 1 2 3 4वटा पिङमा बस्दिनु एकजना म पिङमा बस्दिन्छु तिनीहरू केटा लाग्नु उतापट्टि पनि रहेछ उता यता सबै ल्याएर केटाहरू यसरी आरामसँग बस्ने कुरकुरे सुर्कुरे ल्याएर खाने हो हामीसँग छकेर ब्यागमा सबैलाई खाने हो खानेकुरा चाहिँ साह्रै धेरै ल्याउनु नपर्ने रहेछ बस चाहिँ हल्का फुल्का चाहिँ लिएर आउनु पऱ्यो बाटोमा पुग्छ हामी चाहिँ धेरै छिटो हिँड्यौँ क्या त्यही भएर धेरै खाएनौँ अलिक ढिलो हिँड्ने भने चाहिँ धेरै चाहिन्छ गाइस सब बाथरुम सासरुम बाहिरतिर लाम गाइस कुरकुरे कहाँ गयो कुरकुरे लाइन भुलेछौँ नि त कुरकुरे लाइन भुलेछौँ यता बस्नु क्या खुट्टा धुने धोइदिउँ न त गाइस
गाइस हामी चाहिँ बस्न थालिरहेछौँ केटाहरू सबै म चाहिँ इमोसनल लाएर बसेछु सबै केटाहरू पनि है टोपी लगाउनु भन्नुभयो त्यो भएर मङ्की क्या घाँटीमा यो त्यो टोपी लगाएर बस्छु अब यो केटाहरूको भिडियो चलिरहेको गाइस त्यहाँ उस गरिरहेको छौँ हाम्रो चाहिँ ठ्याक्कै आउनुमा थियो होइन गाइस यो वाला चाहिँ हाम्रो भ्यू पोइन्ट होइन यो वाला चाहिँ हाम्रो भ्यू पोइन्ट चाहिँ यस्तो भएर जाँदा नि 1.5 घन्टा हिँड्नुपर्छ फेरि 2 घन्टा लाग्ला त्यहाँबाट अझै उता गएर अर्को डाँडा खायो त्यहाँ द्याट इज हाम्रो मर्दी बेस क्याम्प हामी त्यहाँसम्म पुग्ने विचार गरेछौँ सक्दो सनराइज पनि मर्दी बेस क्याम्प नै गर्ने प्लान थियो के अरे के हुन्छ हेरौँ यस्तो गर्ने अब यहाँबाट यस्तो गर्ने मास्क गरेर त्यो चिसो भइरहेको गाइस भित्र गएर मास्क के अरे ग्लोभ्स लिएर आउनु पर्छ जस्तो यहाँबाट चाहिँ हाम्रो के भन्छ सोलर प्यानल छ ठ्याक्कै त्यसकै तलपट्टि छ गाइस आउनुहुन्छ भने चाहिँ त्यो पनि यस्तो चिल छ आगो जगाउनु मिल्छ बट हामी चाहिँ भोलि छिटै जानुपर्छ त्यही भएर राति बस्नु मिल्दैन त्यही भएर चाहिँ आगो नुहाएको भ्यू कस्तो देखिन्थ्यो होला यार कस्तो हराइदिएको भयो दामी हुन्थ्यो ठिकै छ ढुक्क खाऊ न यहाँ ढुक्क हाम्रो चिया बिस्कुट गाइस उताबाट बिस्कुट लिएर आएको फाइदा है गाइस चिया बिस्कुट हानिदिने अब सबमा भनेर बिस्कुट चाउचाउ चाहिँ बोकेर आउने हा दामी लाग्यो होला है चिसो भइरह खुट्टामा चाहिँ कसैको पनि मजा खाइन गाइस होइन तर हातमा चाहिँ मैले चाहिँ ग्लोभ्स लगाएको केटा जस्तो ग्लोभ्स लगाएन ज्याकेट बुक्क सबको ल खाइदिउँ सो गाइस हाम्रो चाहिँ त्यता डाइनिङ हलमा चाहिँ आगो बल्दैछ लाइक त्यो सानो तातो चाहिँ भएन त्यो फलामको फर्नेस टाइपको माथिसम्म चिम्नी टाइपको तर त्यो सानो तातो चाहिँ भएन त्यहाँ केटाहरू चाहिँ त्यहाँ बाहिरपट्टि बस्ने ठाउँमा चाहिँ रमाइलो भयो त्यहीँ बसौँ भनेर बसिरहेको थियौँ अब खुट्टा धोएर मोजा लगाएको थिएन कसले नै त्यही भएर हामी सबजना भित्र पसेर मोजा लगाएर जाँदैछौँ केटाहरू 3जनाले मोजा लगाएर गयो ग्लोभ्स चाहिँ सबैले नल्याएको रहेछ मलाई चाहिँ ग्लोभ्स लगाएर हिँड्छ एउटामा चाहिँ लगाएको छु यो हातमा चाहिँ मेरो ग्लोभ्स छ यो हातमा चाहिँ ग्लोभ्स ठ्याक्कै त्यो क्यामेरा अन गर्नुलाई चाहिँ ग्लोभ्स खोलेको त्यो तातेपछि एकदिनपछि गएर बस्नु पर्ला केटाहरू सब बस्ने आवश्यकता